हेलो साथीहरु नमस्ते वेलकम टु माई ब्लग फेरि पनि आएको छ त यहाँ सन्डे फुटबल अथवा के क्रिकेट हुन्छ नि खेल्न जानु यसो बाबाहरुसँग दाइहरुसँग भनेर हैन कति घर मात्र बस्ने बिदाको दिन पनि भनेर यसो बाबाहरुको लाग्यो एउटा खेल्न है बाबा के भन्नुस् त ल यसो ल मेरो युट्युब च्यानलमा सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है भिडियो हेरिसकेपछि सब्स्क्राइब गर्नुहुन्न के हजुरहरुले सब्स्क्राइब चाहिँ गर्न भयो है त एकछिनमा हामी भेटौँला है त फाइनली हामी घरबाट निस्किसक्यौँ हैन अब हामी उता ग्राउन्डमा गएर जम्मा हुन्छौँ सबैजना है अनि फुटबल अथवा क्रिकेट के खेल्ने उतै सल्लाह हुन्छ घरबाट चिया खाएर निस्किसक्यौँ हामी जियोस् आज धेरै रमाइलो हुनेवाला छ है फाइनली पार्कसम्म आइपुग्यो है अब ग्रिनरी देखिन्छ अब चाहिँ हैन पार्कतिर चाहिँ फुल ग्रिनरी छ अब फेरि गर्मी पनि सुरु लाग्यो हेर्नुहोस् कि फुल फुल्दैछन् रुखतिर पनि फुल फुल्दै पातहरू आउँदैछ है रमाइलो हुन्छ दियोस् अब फुल ग्रिनरी ओइ मेरो मैले यदि यो गीत लेखेको भए यस्तो हुन्थ्यो क्या यो छ नि पानको पसला छ नि चियाको पसल ओइ मेरो त मन छैन वनमा बसल ओइ मेरो त मन छैन वनमा बसल हैन हाम्रो मन छैन हाम्रो त वनमा बस्ने हो हामी चाहिँ रेडी हो है गाइस गेम खेल्नलाई अब ग्राउन्डमा आइसक्यो हैन ब्याटहरू पनि लगाइसक्यो है रेडी हो हाम्रो आजन्दालाई इन्ट्रोड्युस गराइदिउँ हेलो के दाजु एभ्रीबडीलाई ल अब गेम सुरु हुन्छ हाम्रो फाइनली गेम सेम बिताएर आयो है त गेम पनि खेल्यो मजा भयो हैन रमाइलो भयो हेर्नु मेरो फुस भुत जस्तो भयो कपाल पुरै उडेर है रमाइलो भयो जस आज चाहिँ क्रिकेट खेल्यो फुटबल खेल्दैन क्रिकेट खेलेको आज चाहिँ रमाइलो भयो गेम सेम हान्यो आफूले त के त्यस्तै खेल्यो यो 4-5 विकेट ल्यायो होइन म चाहिँ बोलर हो नि त दाइ हुनुहुन्छ त्यसले चाहिँ खतरा हान्नुभयो सरकारी मान्छे हो सरकारी मलाई हान्नुभयो खतरा हान्नुभयो होइन बाबा आज त बाबा त पार्ट प्यार लाएर खेल्नु आएको थियो पुरै कस्तो रमाइलो गर्ने भनेर आएको एक्सर्साइज पनि हुन्छ है फुटबलको कामै होइन हौ क्रिकेट खेल्ने नि त खुट्टेनीहरू खतरा यता पुरै अब आज त होइन शनिबार पुरै पार्कभरि मान्छेहरू हुन्छन् कि टन्ने होइन पार्कभरि मान्छेहरू आएर आउँछन् यो रमाइलो हुन्छ हौ बिताको दिन चाहिँ होइन घाम पनि मस्तको लागेछ दामी रमाइलो पनि दामी हुन्छ ल गाइस आजको दिन पनि रमाइलो भयो होइन क्रिकेट पनि खेल्यो सबै काम गर्यो खानासाना पनि अब एकछिनमा हुन्छ है रमाइलो भयो बिदा थियो अब फेरि 5 दिन स्कुल हुन्छ